नमस्ते। सोच्नुहोस् त, एउटा यस्तो काम जो हेर्दा अपराध जस्तो छ तर कानूनको नजरमा अपराध नै होइन। अचम्म लाग्छ हैन त? आउनुहोस्, आज फौजदारी कानूनको यही गजबको पाटोलाई केलाएर हेरौँ। ल सुरु नै एउटा प्रश्नबाट गरौँ न है। के अपराध जस्तो देखिने हरेक काम साँच्चीकै अपराध नै हो त? सुन्दा त सामान्य लाग्ला, तर हाम्रो न्याय प्रणालीको एउटा एकदमै गहिरो सिद्धान्त हो यही प्रश्नमा लुकेको छ। हो, अघिको त्यो प्रश्नको कानूनी जवाफ हो सामान्य प्रतिरक्षा, जसलाई जनरल डिफेन्स पनि भनिन्छ। अब यो भनेको के हो त भन्दा केही खास परिस्थितिहरू हुन्छन् नि। हो, त्यस्ता परिस्थितिमा गरेको काम अपराध जस्तो देखिए पनि कानूनले त्यसलाई अपराध ठान्दैन र सजायबाट पनि छुट दिन्छ। तर प्रश्न उठ्छ, आखिर यस्तो व्यवस्था चाहियो नै किन त? किनभने हेर्नुस्, कानूनको काम डण्डा चलाउनु मात्रै होइन, कानून न्यायपूर्ण र मानवीय पनि हुनुपर्छ। हो, यही सामान्य प्रतिरक्षाले नै निर्दोष मान्छेलाई सजायबाट जोगाउँछ र न्यायलाई साँच्चीकै निष्पक्ष बनाउन मद्दत गर्छ। ल अब कानूनले यस्ता प्रतिरक्षालाई कसरी वर्गीकरण गर्छ त त्यो हेरौँ। यसलाई खासमा दुईवटा मुख्य प्रकारमा बाँडिएको छ र यी दुई बीचको फरक बुझ्नु चाहिँ एकदमै जरुरी छ। अनि यो भिन्नता साँच्चै गजबको छ। एकातिर छ क्षम्य प्रतिरक्षा। यसमा के हुन्छ भने गरेको काम त अपराध नै हो, तर त्यो गर्ने मान्छेलाई उसको अवस्था हेरेर माफ गरिन्छ। अनि अर्कोतिर छ न्यायोचित प्रतिरक्षा, जहाँ त गरेको कामलाई अपराध नै मानिँदैन, उल्टै त्यसलाई सही ठानिन्छ। ल सुरुमा क्षम्य प्रतिरक्षाकै कुरा गरौँ न त। यो भनेको त्यस्तो अवस्थाहरू हुन् जहाँ कुनै व्यक्तिको मानसिक अवस्था, उसको उमेर वा परिस्थिति यस्तो हुन्छ कि उसलाई दोष दिनै मिल्दैन। यसमा पहिलो उदाहरण आउँछ बाल्यावस्था। अब हेर्नुस्, कानूनले बालबालिकालाई ठूला मान्छेलाई जस्तो व्यवहार गर्दैन। किन? किनभने उनीहरूमा के सही के गलत भनेर छुट्याउने क्षमता, त्यो परिपक्वता पूर्ण रूपमा विकास भइसकेको हुँदैन। अब यसमा उमेरको हिसाबले केही महत्त्वपूर्ण कुराहरू छन्, जस्तो कि सामान्यतया 10 वर्षभन्दा कम उमेरका बालबालिकाले केही गरे भने उनीहरूलाई आपराधिक रूपमा जिम्मेवार नै मानिँदैन। 10 देखि 14 वर्षको उमेरमा चाहिँ उसको बुद्धि विवेक कत्तिको छ भनेर जाँचिन्छ, अनि 14 कटेपछि भने जिम्मेवार मानिन्छ। एउटा उदाहरण हेरौँ न। मानौ 10 वर्षको बच्चाले कसैको फोन चोर्यो। अब कानूनले उसलाई अपराधी भनेर जेल हाल्दैन, बरु उसको सुधारका लागि बाल सुधार गृह पठाउँछ। अब अर्को क्षम्य प्रतिरक्षा हो पागलपन। सोझो कुरा हो, यदि कुनै व्यक्तिले मानसिक सन्तुलन ठिक नभएको बेला कुनै अपराध गर्छ भने उसलाई त्यसको जिम्मेवार मान्न मिल्दैन, किनभने यो प्रतिरक्षा व्यक्तिको आफ्नो कामलाई बुझ्ने क्षमतासँग जोडिएको हुन्छ। यतिकै भनेर मात्रै त भएन, यसको लागि एउटा कानूनी परीक्षणै छ जसलाई म्याकनटन रुल भनिन्छ। र यसले के भन्छ भने अपराध गर्दा त्यो व्यक्तिलाई मैले के गर्दैछु भन्ने नै थाहा थिएन वा यो काम गलत हो भन्ने नै ज्ञान थिएन भने मात्र उसले यो प्रतिरक्षाको सुविधा पाउँछ। अब कुरा गरौँ गल्तीको। कानूनमा गल्ती पनि दुई किसिमका हुन्छन् र दुवैलाई फरक तरिकाले हेरिन्छ। पहिलो हो तथ्यको गल्ती, जस्तै अन्ध्यारोमा झुकिएर आफ्नो जस्तै देखिने अर्काको झोला बोकेर हिँड्नु। यस्तो गल्ती माफ हुन सक्छ। तर अर्को छ कानूनको गल्ती। मलाई त यस्तो पनि कानून छ भने थाहै छैन भनेर चाहिँ छुट पाइँदैन। यो एकदमै महत्त्वपूर्ण कुरा हो। अनि अर्को अवस्था छ मादक पदार्थ सेवन। मानिलिउँ कसैले नसाको तालमा अपराध गर्यो, कि उसले छुट पाउँछ त? यहाँनिर कानूनले एउटा एकदमै महत्त्वपूर्ण प्रश्न सोध्छ। त्यो नसा जानी जानी गरेको हो वा कसैले जबरजस्ती गराएको हो? कानून यसमा एकदमै स्पष्ट छ। यदि कोही आफैले जानी जानी रक्सी वा अरू केही खाएर होस्, गुमाउँछ र अपराध गर्छ भने सामान्यतया उसले कुनै छुट पाउँदैन। तर यदि कसैलाई थाहै नदी झुक्याएर वा जबरजस्ती नसालु पदार्थ खुवाइएको छ र त्यसपछि उसबाट केही गलत काम हुन्छ भने हो, त्यो अवस्थामा चाहिँ उसले प्रतिरक्षा पाउन सक्छ। ल यति भयो क्षम्य प्रतिरक्षाको कुरा। अब दोस्रो प्रकारमा जाउँ, न्यायोचित प्रतिरक्षा। फेरि सम्झिनुहोस् है, यो भनेको त्यस्तो अवस्था हो जहाँ गरेको कामलाई अपराध नै मानिँदैन, बरु त्यो परिस्थितिको लागि त्यो काम सही र आवश्यक थियो भनेर मानिन्छ। यसमा सबैभन्दा प्रमुख र हामीले सुनेको पनि विषय हो निजी प्रतिरक्षा वा प्राइभेट डिफेन्स। यसलाई पनि 3 भागमा हेर्न सकिन्छ।
पहिलो आत्मरक्षा मतलब आफ्नो ज्यान जोगाउनु, दोस्रो इज्जतको रक्षा खास गरी यौनजन्य हमलाबाट आफूलाई बचाउनु, र तेस्रो सम्पत्तिको रक्षा आफ्नो घर जायजथालाई जोगाउनु। तर यो निजी प्रतिरक्षाको अधिकार जति बेला मन लाग्यो त्यति बेला प्रयोग गर्न चाहिँ पाइँदैन। यसका लागि केही कडा शर्तहरू छन्, जस्तो कि खतरा साँच्चीकै हुनुपर्छ र तत्कालै हुनुपर्छ, बदलाको भावनाले गरेको हुनु हुँदैन, र जति आवश्यक छ बल पनि त्यति नै प्रयोग गर्न पाइन्छ। उदाहरणको लागि कसैले चक्कु लिएर आक्रमण गर्न आयो भने आफ्नो ज्यान बचाउन उसलाई धकेल्नु अपराध मानिँदैन। त्यस्तै अर्को न्यायोचित प्रतिरक्षा हो आवश्यकता। यसको सिद्धान्त एकदम सरल छ, एउटा ठूलो क्षति रोक्नको लागि सानो क्षति गर्नु। यसको सबैभन्दा राम्रो उदाहरण के हो भने घरमा आगो लाग्यो रे, अब ज्यान बचाउन छिमेकीको ढोका फोडेर भाग्नु पर्यो। हो, यो अवस्थामा ढोका फोड्नु अपराध होइन, किनकि ज्यान बचाउनु त्योभन्दा ठूलो आवश्यकता थियो। त्यसै गरी दबाव पनि एउटा बलियो प्रतिरक्षा हो। कल्पना गर्नुहोस्, कसैले कञ्चटमा बन्दुक राखेर ब्याङ्क लुट नत्र मार्दिन्छु भन्यो भने के गर्ने? हो, यस्तो अवस्थामा आफ्नो ज्यानको खतराले गर्दा बाध्य भएर अपराध गर्ने व्यक्तिलाई दोषी मानिँदैन। किनकि उसले त्यो काम आफ्नो ज्यान जोगाउन गरेको हो। ल, हामीले यति धेरै अवस्थाहरूको बारेमा छलफल गर्यौं। अब एउटा मूल प्रश्नमा फर्कौं, आखिर यी प्रतिरक्षाका सिद्धान्तहरू किन यति धेरै महत्त्वपूर्ण छन् त? कुरा के हो भने यी सिद्धान्तहरू कुनै पनि आधुनिक न्याय प्रणालीको भनौँ न आत्मा नै हुन्। किनभने यिनै प्रतिरक्षाले निर्दोषलाई सजायबाट जोगाउँछन्, आत्मरक्षा जस्तो मानवको प्राकृतिक अधिकारलाई कानूनी मान्यता दिन्छन्, बालबालिका र मानसिक रूपमा कमजोर भएकाहरूलाई संरक्षण गर्छन्, र सबैभन्दा महत्त्वपूर्ण कुरा यसले के प्रमाणित गर्छ भने कानूनले बाहिरी काम मात्र हेर्दैन, त्यो काम पछाडिको मनसाय र परिस्थिति पनि हेर्छ, अनि यसैले नै न्यायलाई केवल कठोर हुनबाट रोकेर मानवीय बनाउँछ। अनि अन्त्यमा एउटा प्रश्नमा आएर टुङ्ग्यौं, जसले हामीलाई सोच्न बाध्य बनाउँछ। कानून केवल नियम कानूनको कठोर पोको मात्र हुनुपर्छ, वा त्यसले न्याय र मानवतालाई पनि सँगै लिएर हिँड्नुपर्छ? सायद सामान्य प्रतिरक्षाका यी सिद्धान्तहरूले यसको जवाफ कतातिर छ भनेर संकेत गर्छन्।